ओहो आयो भाडै हान्दै गरे ठिक छ अब पकाउने कि कतिखेर पकाउनुहुन्छ कि भरेतिर भरे बेलुका है अघि 2 बजे बाह्र सानो पर्दैन उठ्यो अब छुट्टीको दिन एकवटा कपडा धुनुपर्ने थियो बोरालाई यता राख्नु पर्यो यसको पानी यता यहाँ धुनु पर्यो यस्तै हो नि दाइ अस्ति कटु रेजिङ लागेर नि कम त पोलो त अनि एकछिन त त्यो लिबुलेसनमा क्या परेको थियो नि त त्यहाँ रेजिङ लगाएर फेरि अनि यसो कपडा धुरा सुकाउनु पर्यो न कोही बजातो लुगा धुङ्गी भनेको अब यतिखेर नाइटवाला आउने हो नि त अनि अब यतिखेर बाथरुम भिड हुन्छ त्यही भएर म चाहिँ लुगा धुइनँ तर पनि पानी चाहिँ म तल झरिरहेको छु यता तल तर यहाँ माथि लिनेको छुट्टै बाथरुम टोइलेट उयो चाहिँ बनाइदिनु पर्ने हो अरू कामतिर चाहिँ हुन्छ यहाँ चाहिँ सब तल झर्नुपर्छ जे तल त्यही भएर पिसाब फेर्नु पानी नै छ मुख धुराइयो भर्खर त यो आँखामा के कसो बिजाइरहेको छ अस्तिदेखि हो भनेको टोइलेट बाथरुम फुल थियो क्या त्यहाँहरूले गर्न नदिइराखेको पानी लिएर आएको ए मैले त माथि लुगा सुकाएको छु लुगा लिनु जानुपर्ने हिजो आएर नहुन्छन् है अनि काम गर्ने लुगाहरू चाहिँ ड्युटीमा लाउने लुगाहरू चाहिँ मैले धुरा सुकाएको छु नि त त्यो चाहिँ ल्याउनु पर्यो अहिले हराउँछ नयाँ लुगाहरू त हराउँछ कतै अनि त्यस हाम्रो चाहिँ यो चाहिँ भित्र राख्छ किनभने यहाँ चोरी हुन्छ हो मेरो लुगा चाहिँ यो हिजै आएर धुरा सुकाएको नयो 5 बजी छ नि त होइन मेरो ड्युटी त यहाँ छटमा मान्छे सुतिरहेको छ मजा आउँछ यहाँको चराहरू उड्दैन क्या हेर्नु त यहाँ छेउमै जाँदा नि उड्दैन यहाँ एकछिन घाम तापेको बिहान सुतेर भर्खर उठेको मुख सुक्यो लुगा अहिले उठाएर रुममा लानु पर्यो अनि के हो भने कपाल पनि मैले चाहिँ हल्का काटियो तर भने जस्तो कपालले अलिक काट्दैन ठिकै छ अब झ्याउ भयो क्या गर्मी बढ्यो नि त अहिले लास्टै गर्मी बढ्यो अनि पुरै हानौँ कि जस्तो पनि लाग्यो फेरि अब घर जाने बेला पनि भयो अनि के भनेर अलिकति हानियो कपाल हानियो अनि हानेपछि अब के कुरा भनौँ भन्ने भइरहेको थियो कस्तो क्या त्यो साइडमा फेरि एकजनाको खुट्टा भाँच्यो क्या त्यहाँ त्यतिखेर मैले सुनेको थिएँ एकजनाको खुट्टा भाँच्यो भनेर सुनेको थिएँ तर नेपालीकै भनेर चाहिँ थाहा थिएन क्या
अनि हिजो म ड्युटीदेखि आएँ नुहाएँ गरेँ अनि खानासाना खाएर तल बाथरुमतिर झरेँ त्यहाँ ठ्याक्कै त्यहाँ बाहिर एकछिन बसिरहेको त्यहाँ बसेको रहेछ यसो हेरेको भएर त त्यो त्यहाँ साइडमा सुनेको थिएँ उयो रहेछ क्या नेपाली नै पो रहेछ क्या कस्तो क्या यस्तो त पक्लाकै क्या यस्तो गएको रहेछ एङ्गल त्यो पाइपले किचाएछ क्या त्यो फोर्कलिफ्टबाट पाइप उठाउँदा उता आफू मैले पनि भने अनि अलिक जोगिएर काम गर्नुपर्छ नि त यताउता भनेको फेरि भर्खर आएको रहेछ क्या 3 महिना हुँदै रहेछ अनि अब के गर्न भाइ नै रहेछ अब सानै अलिकति होइन अनि खुट्टा भाँचेर आमा त्यही भएर यार काम चाहिँ एकदम जोगिएर गर्नुपर्छ क्या भनेको तर ऊ काम गर्दै थियो अरे त्यहाँ फोर्कलिफ्ट के सामानले राख्थ्यो अरे पाइप खसेर बाङ्गियो नि हो हेर गाह्रो भएन टेन्सन छ यार त्यही भएर जोगिएर काम गर्नुपर्छ यार जोगिएर यार अर्काको देशमा अब हग्नु मुत्नु पानी खानु केही गर्नु जाँदा पनि अब साथी चाहिन्छ ल अब अरू छुट्टीको दिन यताउता हुँदा त अब साथी हुन्छ अब दिउँसो चाहिँ के गर्छ क्या दिउँसो चाहिँ के गर्छ कसरी जान्छ क्या गाह्रो छ नि अब कस्तो गाह्रो छ नि दुःख लाग्छ यस्तो यार नेपाली अब ठिकै हो देशीकै भए पनि अनि अब घर जानु पनि धेर छैन लगभग यताउता गएर 2 महिना चाहिँ छ कि जस्तो लाग्यो होइन जुलाईको 25मा खलास हो अनि टिकट के कस्तो छ यार म त बढेको भन्ने सुन्छु घरि के हो यार तनाव छ यार पैसा पनि त्यति छैन होइन अब यो महिनादेखि चाहिँ राख्नुपर्ने छ पैसा अब खोइ के हो यार गाह्रो छ यार अब यही हो भ्युज भनेको यहाँनिर तलको भ्युज देख्न सक्नुहुन्छ तपाईँहरू यता गाडी सफा गर्दैछ यहाँ के हो ओहो अनि भिडियो यसो बनाउनु पर्यो भनेर आज बनाइदिनु पर्यो भनेर यसो कहाँ बनाउनु कता जाउँ ठाउँ छैन के गरौँ है अब नेपाल पनि जाने टाइम आयो नेपाल गएर पनि अब 1-2 दिनको मात्रै रहर इच्छा हो होइन त्यहाँदेखि त बोर लाग्छ के गर्नु यार तनाव छ यार अब फेरि नेपाल गएर पनि अब काम चाहिँ छैन आउनु त पर्ने नै हो तर अब कहाँ चाहिँ के गरौँ क्या नेपालमा बस्ने बाटो गरे नै छैन नेपालमा के गरौँ भने छैन सकिन्न है तनाव छ जिन्दगी झुट छ अब म के भनौँ अब यसो अनि भिडियो बनाउने पनि छैन अनि गाउँमा फेरि कस्तो क्या भर्खरको अब उमेरको केटाहरू अब मर्दाखेरि दुःख लाग्दो रहेछ यार मर्यो नि यार साथी हो भने त होइन अब साथी हो गाउँको हाम्रो गाउँदेखि अनि अलिकति पल्लो गाउँ एउटै गाउँको भनौँ न अब एउटै गाउँको हो हाम्रोदेखि चाहिँ 15-20 मिनट लाग्छ त्यो एउटा राई हो बिचरा अब एक्सिडेन्ट भएको थियो एक्सिडेन्ट भएको जस्तो कस्तो 4-5 महिना भयो होला एक्सिडेन्ट भएर उता आइसियुमा थियो क्या सुन्नु त मैले त्यतिखेर मर्यो भनेको सुनेको थिएँ तर त्यतिखेर चाहिँ बाँचेको थिएछ बाँचेर आइसियुमा हस्पिटलमै थियो क्या अहिलेसम्म चाहिँ बाँचेकै थियो क्या उसको के भएछ भने अब केटाहरूले पठाएको थियो एक्सिडेन्ट हो बाइकमा एक्सिडेन्ट अब त्यही भएर भने त आफ्नो ख्याल आफै राख्नुपर्छ क्या अब हुनु त कहिलेकाहीँ आफ्नो ख्याल राख्दै पनि त्यो भन्नु केही त्यो उयो हुन्छ होइन कहिलेकाहीँ अब त्यो भन्नु केही छैन तर पनि अलिकति आफ्नो ज्यानको चाहिँ अलिकति आफूले पनि भरसक सेफ्टी चाहिँ गर्नुपर्छ क्या अब केटाहरू अब बाइकमा यतादेखि आउँदो रहेछ उतादेखि पिकअपले ठोकिदिएको रहेछ क्या अनि बिचारो मर्यो यार त्यो यार साथी यार मर्यो यार के गर्नु अब जिन्दगी केही छैन यार केटाहरू मर्यो अब के भन्नु अब यो त्यही हो भन्नु पर्यो नि हार्दिक श्रद्धाञ्जली ल लुगा सुगा यो चाहिँ लिस्ट रहेछ मेरो लिस्ट यता पो छ त कहाँ छ मेरो
तिम्रो त्यो रूपमा सकुछ चिन्ता तिमी मायामा अब चाहिँ सुतिन्छ होला लगभग भिडियोलाई अब यही छोटो मिठो भिडियो बनाएको सबैजनाले माया गरिदिनु होला अनि 1 लाइक 1 सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियोलाई यतातिर व्यस्त गर्न चाहन्छु हस्त धन्यवाद।